हेलो साथीहरु, यो मासुको अचार बनाउनु पर्यो भनेर आज यसो जाँगर निकालेको। अनि यो लसुन लिएर बसेको त मेरो त आएको जाँगर पनि मरिसक्यो भने साथीहरु। यति साना मसिना रहेछन् नि लसुन। अनि यो नङ त्यस्तै, फेरि यो नङले कस्तो गाह्रो भएको लसुन फोक्नलाई। अनि अरु काम त चलेकै थियो साथीहरु, यो लसुन फोक्न त कति गाह्रो भयो। बल्ल बल्ल यतिको बनाएँ मैले। अनि यो साउनभरि मासु नखान भनेको पनि यो छोरीले मान्दै नमानेर त्यहाँबाट छोरीलाई मात्रै थोरै मासु ल्याइदिएँ। यति भएपछि त 2-4 दिनलाई चल्ला नि भनेर। अब सानी छोरीलाई खान मिल्दैन, उही बुवाइले गरेकै यो, ठुलीलाई मात्रै हो यो फेरि। अनि यो मासुलाई चाहिँ मैले 10 मिनेट जति नुन र बेसार राखेर मजाले मिक्स गरेर राखेँ साथीहरु। अनि 10 मिनेट पनि भयो, यता तेल पनि तातो, मासु पनि बनाएँ। अनि यसलाई फ्राई गरेर रातो हुँदासम्म यतिको भयो। अनि यता अघि फोकेको लसुन अदुवा थियो, अनि लसुन अदुवालाई पनि तेलमा फ्राई गरेर रातो हुँदासम्म। अनि यतातिर फेरि प्यान बसालेर मसला रेडी पार्दैछु मैले। मसलामा चाहिँ मैले तोरी, धनियाँ, मेथी, सुकेको खुर्सानी राखेँ। यसमा चाहिँ मेरो के छुटेछ भने साथीहरु, टिमुर र सब छुटे। अनि त्यसमा चाहिँ मैले हजुरहरूलाई भिडियोमा देखाइन, पोचीबाट राखेँ। अनि यसलाई चाहिँ भुटेर रातो गराएर मिक्सरमा पिसेँ। त्यसपछि त्यो मासुमा मिक्स गरेँ। अनि अचार रेडी भयो साथीहरु। यस्तो भयो, हेर्नु त हेर्दै खाम लाग्ने। अब साउनभरि खान नहुने, मुखमा सर्र पानी आइसक्यो देख्दै। मेरो अचार रेडी भयो साथीहरु। ल आउनु है त खानलाई। बाइ बाइ।